पुष्ट रूपमा म आसन गराउनको लागि अनुरोध गर्न चाहन्छु। त्यसैगरी आजको विदाई कार्यक्रमको आयोजकको भूमिका खेल्ने कक्षा 9 का सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूले कतिपयले पर भाडा माग्दै हुनुहुन्छ होला। बिहानैदेखि खट्नु भएको छ। बिहानैदेखि आज खाना पकाउनेदेखि लिएर सम्पूर्णलाई खुवाउने सबै काम गरिराख्नु भएको छ। कक्षा 9 का सम्पूर्ण विद्यार्थी भाइ बहिनीलाई पनि म एकमुष्ट रूपमा आसन गराउनको लागि म अनुरोध गर्न चाहन्छु। रोल्पाको त्रिवेणी गाउँपालिका 7 मा 2वटा माध्यमिक विद्यालय छन्, श्री वीरेन्द्र मावि गाङ र श्री गोविन्द मावि दुम्ला। फागुन 28 गते बुधबार यी दुवै माध्यमिक विद्यालयमा अध्ययन गर्ने कक्षा 9 का विद्यार्थीहरूले एसईई सफलता होस् भनी शुभकामनासँगै औपचारिक रूपमा कक्षा 10 का विद्यार्थीहरूलाई फेरि भेटौँला कार्यक्रम गरेका छन्। गैरी गाउँका यी माध्यमिक विद्यालय तिला बजारदेखि एउटा पूर्वीय भेगमा र अर्को पश्चिम भेगमा अवस्थित छन्। पहिले श्री वीरेन्द्र मावि गाङ गैरी गाउँ रोल्पाको कुरा गरौं। श्री वीरेन्द्र मावि गाङ गैरी गाउँ रोल्पाले फागुन 28 गते वनभोज कार्यक्रम, शिक्षकलाई स्वागत, शिक्षक फेरि भेटौँला कार्यक्रमसँगै जोडी कार्यक्रम सुसम्पन्न गरेको छ भने कक्षा 9 का विद्यार्थीहरूले कक्षा 10 का विद्यार्थीहरूलाई एसईई सफलताको शुभकामनासँगै औपचारिक फेरि भेटौँला कार्यक्रम सुसम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका सदस्य निमबहादुर डाँगीको सभापतित्व, नेपाल रेड क्रस सोसाइटी रोल्पा जिल्ला शाखाका सदस्य टोपबहादुर डाँगीको विशिष्ट आतिथ्यतामा सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पका प्रमुख प्रेमसिंह बोहरा, तिला बजार व्यवस्थापन समितिका अध्यक्ष हरिलाल जीसी, विभिन्न अभिभावक, सम्पूर्ण शिक्षक स्टाफको उपस्थिति रहेको थियो। ड्यासमा आसीन अतिथिहरूको शुभकामना मन्तव्य रहेको थियो भने विद्यालयका प्रधानाध्यापक बनमान बुढा ज्वालाले फेरि भेटौँला कार्यक्रम एसई दिँदै गरेका विद्यार्थी भाइ बहिनीहरूलाई जसरी विद्यालयले अन्य क्षेत्रमा शिर उचो पार्ने काम गरेको छ, त्यसै गरी एसई नतिजामा उन्नयन गर्ने जिम्मेवारी आम एसई सहभागी विद्यार्थीहरूलाई रहेको बताउनुभयो। नव शिक्षकहरूलाई स्वागत तथा विद्यालयमा योगदान गरी अन्य विद्यालयमा कार्यरत शिक्षकहरूलाई पनि फेरि भेटौँला कार्यक्रमको आयोजना गरेको, तर कार्यव्यस्तताले उपस्थित नभए तापनि सधैँ सम्झिरहने बताउनुभयो। यसपालि श्री वीरेन्द्र मावि गाङ गैरी गाउँ रोल्पाबाट 49 जना नियमित र 1 जना ग्रेड वृद्धि गरी 50 जना एसईमा सम्मिलित हुँदैछन्। एसई दिँदै गरेकी छात्रा विपना बुढाले सम्पूर्ण शिक्षक स्टाफ र विद्यार्थी सहितको तस्बिर फ्रेम सहित गिफ्टका रूपमा प्रदान गरेकी छिन् भने एसई दिँदै गरेका विद्यार्थीहरूले विद्यालयका शिक्षक स्टाफलाई भनेर प्रत्येक शिक्षकका लागि 1 बक्स घररा रहेको 25,000 बराबरको एक शैक्षिक र्याक गिफ्टका रूपमा हस्तान्तरण गरेका छन्। विद्यालयका वरिष्ठ शिक्षक गोपीराज बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक भूगोल डाँगीले गर्नुभएको थियो। विद्यालयको चौतर्फी उन्नयनको कामनाका साथै एसई दिँदै गरेका विद्यार्थी भाइ बहिनीहरूलाई सफलताको शुभकामना। अब श्री गोविन्द मावि दुम्लाको चर्चा गरौं। गैरी गाउँ तिला बजारदेखि पश्चिम भेगमा अवस्थित श्री गोविन्द मावि दुम्ला शैक्षिक क्षेत्रमा योगदान गरिरहेको विद्यालय हो, जसबाट 2081 का लागि 24 जना एसईमा सहभागी हुँदैछन्। कक्षा 9 मा अध्ययनरत विद्यार्थीहरूले कक्षा 10 एसई दिँदै गरेका विद्यार्थीहरूलाई फेरि भेटौँला कार्यक्रम गरेका छन्। कक्षा 10 लाई कक्षा 9 का विद्यार्थीहरूले फेरि भेटौँला कार्यक्रम गर्ने गजबको संस्कार छ। कक्षा 9 का छात्र भीमबहादुर विकको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नरबहादुर ओली लगायत सम्पूर्ण शिक्षक स्टाफको उपस्थिति रहेको थियो। कक्षा 9 का विद्यार्थीहरूले उक्त विद्यालयबाट सम्मिलित विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गरेका छन्। यसपालि एसईमा अपेक्षाकृत नतिजा आउने प्रधानाध्यापक नरबहादुर ओलीले विश्वास व्यक्त गर्नुभयो। साथै हतोत्साहित नभएर विद्यालयको गरिमा उच्च बनाउन समेत आग्रह गर्नुभयो। फेरि भेटौँला कार्यक्रमको सञ्चालन कक्षा 9 की छात्रा निकिता ओलीले गर्नुभएको थियो। श्री गोविन्द मावि दुम्ला जनजागृति मावि परीक्षा केन्द्रमा सहभागी हुनेछ भने श्री वीरेन्द्र मावि गाङ अरनिको मावि परीक्षा केन्द्रमा सहभागी हुनेछ। दुवै विद्यालयलाई गैरी गाउँको गरिमा बढाउन हार्दिक शुभकामना छ।